तीनचोटि समाउने यस्तो गरेर छोइराख्ने उचाल्ने राख्ने हरि ओम तस तसम चिनाएर थिए बौद्ध नयाँ बस्ती गृहस्थाने कौशिला गोत्र 2082 साल देव तमो देव स्वसिद्धि दाता गणेशाय सुधा जगत नाम भवन सिंह तपो जपन्ति पाप परन्ति स्वसिद्धि दाता गणेशाय सुधा सुनाम सिद्धान्त कपिनायकम धर्म पुष्टि गदापदम स्वसिद्धि दाता गणेशाय सुधा ब्रह्मलाई ओम नम ब्रह्म विष्णु महेश्वर ब्रह्मदेवता नारायणाय नमः ओम नम ब्रह्म विष्णु महेश्वर ब्रह्मदेवता नारायणाय नमः ओम नम ब्रह्म विष्णु महेश्वर ब्रह्मदेवता नारायणाय नमः कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भव। अब यसमा दुवैजनाले पूजा गर्ने। ओम नमो स्वस्ति अथ पत्थर पर्वतो शिला शिवे श्रीदेवत्रणं तुमदेव मोक्षता कृतायञ्च रक्तानाञ्च तुमदेव मोक्षता जुक्तायञ्च शरणगता शिला प्रवतो देव अंगी नर पूजा पूजितायञ्च तुम देव शरणं नमस्ते स्वाहा। ओम नमो स्वस्ति अथ पत्थर प्रवतो शिला श्री देवत्रणं तुम देव मोक्षता कृतायञ्च रक्तानाञ्च तुम देव मोक्षता जुक्तायञ्च शरणगता शिला पर्वतो देव अंगी नर पूजा पूजितायञ्च तुम देव शरणं नमस्तुते स्वाहा। ओम नमो स्वस्ति अथ पत्थर प्रवतो शिला श्री देवत्रणं तुम देव मोक्षता कृतायञ्च प्रवतो देव अंगी नर पूजा पूजितायञ्च तुम देव शरणं नमस्तुते स्वाहा इति शिला पत्थर पूजा विधि सम्पूर्णम्। कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवामीश्च सहितं नमः त्वमेव माता च पिता त्वमेव बन्धुश्च सखा त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देवदेव। द्वापरगम जय श्री सूर्य उदरायण चन्द्रश्रेणी जातीर्थ नेपाल देश बसो क्षेत्र बागमती निकले गैया मैया देवी देवराज भोजन पानी चिनाएर थिए यति चिनाएर थिए बहुत आउँछ त्यो त ऊ त्यो पात पनि कता कता यसो नदेखिने गरेर लुकाउनु पऱ्यो छेक्नु पऱ्यो। भित्र घुसाएन नदेखिने गरी लुकाउनु पऱ्यो नि हजुर अनि दुवैजनाले खोज्नु बिस्तारै दुई हातले एक हातले कहाँ माछा समातिन्छ भएन यो त ल फेरि लुकाउ हालेको छैन मलाई असिलो भयो नि त हैन न किन नबुझे तिमी हो म बल्छीमा निकालिहाल्छु नि माछा खै बल्छी हाने माछै पर्दैन खै माछै परेन भने बल्छी हानेको माछै भेटिँदैन खै माछा कहाँ गयो यिनीहरूका बुढाबुढी समातिसके कि माछै पर्दैन बल्छी हो कति तीनचोटि भयो दुईचोटि भयो उसले दुईचोटि भेट्यो उसले एकचोटि भेट्यो भयो फटाफट तीनचोटि घुम पानी हाल्दै पानी थोरै चुहिया हुन्छ हेलो हजुर हजुर ए होइन ठिक छ हस् ल उठा औँला उठाइदेऊ न बाबु तिमीलाई पर्ने पनि त पानी मलाई उल्टा हाल्ने यता फाल्ने पछाडि पर्ने हो नि त हाल है पानी आयो तिनचोटि शिरमा शिरमा आफ्नो मुनिबाट खुट्टाभन्दा मुनिबाट पानी लिएर आफ्नो शिरमा हाल्ने हो 1 2 3 अब तल हात राख्ने माथिबाट पानी हाल्ने अनि तीनचोटि खाने यस्तो गर यहाँ हेर यसरी लियो यसरी खाऊ न सार्दैन त्यसलाई बल्ल लु त्यो यता राख त्यो टपरीलाई उता सार्देऊ पख न किन खुट्टा राखिहाल्यो तिमीलाई भनेकै छैन लु
अब खुट्टा समाता कति पैसा लिएर ढोग्ने हो अनि ढोका किनेर त पैसा लिएर ढोग्ने भए पैसा लिऊ नभए नभए उड्दा नि नभए त्यतिकै ढोग्ने भए ढोगे नि हुन्छ पैसा चाहिन्छ भने राख्नु पर्यो ढोकिराख माग पैसा हातले यसो यसो गर माग एउटा हातले माग ल सबै ल्याऊ भन एटिएम कार्ड हो के सबै चाहिन्छ पिन नम्बर नि चाहिन्छ त्यो ढोकिराख न्युरी राख अलि बिहा ढोकिराख न त सती चाहिँ बाँकी भएपछि छ नि साथी चाहिँ त्यो के अरे पिन नम्बर पनि चाहियो भने आयो है आयो म हामी जस्तो लान्छ है है भएन भने सबै मोबाइल पनि दिए ल भयो अब ए अहिले पछि अब खाने बेला पनि फेरि दिन्छ अहिले भयो पति परमेश्वराय नमो नमः भनेर नमस्कार गर नमस्कार गर आजदेखि शिरमा हात राखेर भाग्यमानी भएस् भने भाग्यमानी भयो ल भयो अब यतै अगाडि फर्क जग्गे गयो भने त्यस्तै गर्नुपर्छ होइन औषधि खाना खानुभन्दा अगाडि पहिला अलिकति पानी हाल्ने अनि त्यो आफूलाई खान दिएको चिज सबै चिज त्यसरी चढाउने अनि मात्र खानुपर्छ अर्को भाग पनि चढाउ पानीले यसो छेक्नुपर्छ नि त्यही भएर त्यो खुट्टा धोको पानी उता सारेर अघि दुईवटा करुवा चाहिएकै त्यही भएर उसको श्रीमानको खुट्टा धुवा पानी उसले त खाइन् त्यही भाइलाई नि खुवाउनु त भएन नि चढाए उयो पानी लिऊ अनि पानीले यसो गर दुनालाई हातमा अलिकति पानी हाल यस्तो 3 times त्यही हाल्दै त्यो पानी अब त्यो एउटा थालको खानेकुरा सबै आधा आधा टोक्दै आधा त्यहीँ राख्दै गर स्वाट्टै खाने होइन आधी खाने आधी दही चम्चामा हुनु पऱ्यो नि त्यहाँ राख्नु पऱ्यो चम्चाको पनि आदि मात्रै हो अब त्यो त्यहीँ राख्नु सबै पऱ्यो आधी आधी खानु त्यसरी त्यो चम्चा त्यहीँ राख अब त्यो पालुङको साग लिऊ साग आधी टोका आधी त्यहीँ राख मासु लिऊ मासु नि आधी टोका आधी त्यहीँ राख मिठाई लिऊ मिठाई पनि आधी टोका आधी त्यहीँ राख लड्डु सिँगै उठाउने अलिकति टोक्ने अनि त्यहीँ राख्ने क्या सबै खाने अनि चिउरा पनि आधी टोका आधी त्यहीँ राख हो त्यही भएर त हालेको यति लिऊ अलिकति खाऊ अलिकति हातमा लिएर त्यहीँ राख न हो त्यो एउटा चिउरा लिएर आधी टिटिक्क टोकेर सबैमा जुटो सेल टोक्यो त्यो निम्की पानी मासु टोक्यो निम्की हो त्यो हो लड्डु टोकिसक्यो समातो मात्रै अहिले नखाऊ एकछिन अब यो थाल तानौ त अब त्यो चाहिँ यहाँ राख नानी त्यसको पनि त्यस्तै गरी सबै चिज आधी आधी खाऊ सबै चिज भयो पुरा खानेलाई हतार भनेर भन्थे नि त उचालेर यो रहेछ के थाल समुद्र त्यस्तो उखान गर्थ्यो होइन त्यो पनि त्यहीँ राख थाल अब त्यो दुइटै थालमा पैसा हाल पैसा कमाउनु पऱ्यो नि होइन पुग्छ पुग्छ भने त ल ओके त्यो पैसा झिकेर त राख खाऊ अनि जे भयो नि एक एक अलिक पुगेन भन्नुपर्छ नि कस्तो सबै अब मेरै त हो नि भन न होइन त्यहाँ खानेकुराहरू जे भयो नि एक एक थरी दुइटै प्लेटको खाऊ है देख्यौ अलिअलि। आमाले कसो गरेको अनि त्यसपछि यो प्लेटहरू माथि लगिदिनुहुन्छ आमाले त्यो तिमीले कति खान सक्छौ खाऊ यदि खाएनौ भने अरूलाई दिनुहुन्न एउटा प्लास्टिकमा प्याक गरेर बाँधेर अनि डस्टबिनमा हालेर बरु पठाउँ तर अरूलाई बाँड्नु भएन यो अरूले पनि खानु नि हुँदैन तर सकभर सबै खाएको एकदम राम्रो अब तर यत्रो बिना खायो भने अलिकति त्यहाँ केही खान नसक्ने सकेसम्म खाऊ सकभर बेलुकासम्म लाने भने आफैले खाँदा दुइटै पिस दुइटै भएको खायो अबदेखि सन्जेलाई बढी भयो भने पनि दुटो छिटो बाबालाई दिने होइन होइन उसलाई भने त बिहान बेलुकै खाना खाँदाखेरि त्यो सबै इन नगर्ने अलिअलि उसको लागि छोडिदिने अनि अब उसले त्यसमै थपेर खायो नि अथवा अर्को नयाँमा हाल्यो नि त्यो पनि हालेर खान्छ नि
त्यसरी दिनुपर्छ अनि माया बढ्छ बुझ्यो ए अफिस कहाँ हो बिना गइसक्यो बिहान ए बिहान त्यही त एकैछिन देखेँ 2 हातमा तिमी पनि खानामा पर्छ कि जब त्यो नेपाल देश पुष्प क्षेत्र बागमती नदीले गैया मैया देवी देवराज वचन पानी चना आ रहे थे यदि चना आ रहे थे नयाँ बौद्ध नयाँ बस्ती गर्भस्थाने कौशिला गोत्र 2082 साल हिउँद मङ्सिर मासे शुक्ल पक्ष एकादशी तिथि सोमबार सने सञ्जय सदीक्षा बरबधु हातकस्य सञ्जय सदीक्षा विवाह चतुर्थी शिला पुज्ने जुठो खुवाउने माछा मार्ने कर्मको अपूर्ण से पूर्णार्थ पूर्णपात सङ्कल्पाय नमस्तुते सुधा देवले हातमा ल्याउनु लेफ्टमा देवले भनेको देखेर इङ्ग्लिसमा बेला बेलामा त्यो राइटको ऊ चाहिँ त्यहाँ माथि चढाउनु पार्टीहरू थियो नि फेरि दुवैजना जस्तै छ कायेन वाचा मनसेन्द्रिर्वा बुद्धात्मना वा प्रवृत्ति स्वभावं करोमि यत् सकल परस्मै नारायणाय समर्पयत मलाई सञ्जय मलाई टिका लगाइदेऊ त्यहीको भित्र यो चाहिँ कायेन भाषा गरेर क्या ठिक हो सम्मान दिन्छु ल लिएर होइन उता जग्गामा त्यो केसरी थिचेर त्यही नामले त्यहाँ लगाऊ सदीक्षा तिम्रो छोराले आज गऱ्यो पानी लिएर धुना हो भन भन्नु सदीक्षा तिम्रो छोराले आज गऱ्यो पानी लिएर धोइदिन अब यो देखो अब अलिकति पानी हालेर यसो धोको जस्तो गरेर त्यो अनि हातले यसो मार्न पऱ्यो नि कहाँ जान्छ त्यतिकै देब्रे हातले पानी हाल दाहिने हातले यसो गर न नभए पानी तपाईँ हालिदिनु म धोइदिन्छु भन न मिलेर काम गर्नु पऱ्यो नि बुढाबुढी भयो भयो ल उहीँ हुन्छ तर ल तिमीहरूको विवाह सम्पन्न भयो आइने ठिक छ ल बाबाआमालाई राम्रोसँग माया गर्ने आफ्नो बुढालाई पनि राम्रोसँग माया गर्ने सञ्जय बुवाको उता जानुहोस् खुट्टामा होइन खुट्टाभन्दा अगाडि त्यो राख्ने अब निहुरेर बुवाको खुट्टामा ढोक पुरै निहुरेर उचाल्न पाइँदैन आज अलिक आयो भने भयो होला भयो ल भागमै आशीर्वाद दे शिरमा हात राखेर भाग्यमानी हुनु माने होला ठुलो मान्छे बन्नु ल भाइ उठ बा अब अलि यता आउनुहोस् अलि पछाडि हो खुट्टा जोडेर बस्नु सदिच्छा पैसा उता राख पैसालाई ढोका बुवाको खुट्टामा ढोक्ने होइन त्यहाँनिर राख हो अलिअलि बढ्यो अझै बढ्यो हो त्यहाँ अब निहुरेर 2 हात त्यहाँ माथि यसरी राखेर त्यहीँ निहुरेर त्यो हातमाथि ढोक हो सौभाग्यवती भएस् भन्नुहोस् बा शिरमा हात राखेर हात चाहिँ शिरमा राख्नु सौभाग्यवती भएस् भन्नु सौभाग्यवती भए हो ल ल अब अलिकति पैसा त्यो सिक्कामा थपेर बुहारीको हातमा दिनुहोस् अनि मैले के भनेको छु बेलुका बेलुका 1 हप्तासम्म आमाको कोरामा तेल लगाइदिएँ अनि त्यसपछि भने जेसुकै कहिले काहीँ दुखायो भने आमाले ल बुहारी भन्नुभयो
पैसा चाहिँ मलाई दिनु भाग्यमानी भन्नु तपाईँ। अब ब्यागबाट अर्को झिकेर दिन्छ। मनले छुटाएको कुरो पुगोस् हो त्यो टोपी मिलाइदिनु है। त्यो टोपी सबै मिलाइदिनु हो। पुगोस् तँलाई पनि दिएको छैन। तँलाई पनि दियो। परोस् मेरो छोराको खुट्टामा राख पैसा। पैसा खुट्टामा राख्नु हुँदैन लक्ष्मी। हातमा दे। ल बुहारीलाई टिका लगाइदिनु। दाम। पहिला पहिला मन्त्री प्रधानमन्त्रीहरूले राजालाई पनि ट्याक्क त्यो राखेर नि ढोक्थे नि। हाम्रो पनि पर्छ। मेरो पुर्खा धान्नु मेरो सन्तान बढाउनु होइन चाँडै नाति पाइदिनु म। नाता नातिनीको धनी पारिदिनु मलाई पनि माया गर्नु ससुरा सासु पाल्नु अनि त्यही पनि चुनावमा दिदी बहिनी पाउन आउँछन् आउँछन् जान्छन् लगाएर ल के गर्नु खुट्टा जोडेर राख्नु न ढोक्छन् नि। सौभाग्यवती बन्नु मेरो छोरालाई माया गर्नु मेरो फुल धान्नु भयो धान्नु ल है भएर निउलिन गाह्रो भइसक्यो बिचरा। हेर कि नि। धेरै बेर निहुराउनु ल म मुखियाछु मेरो बुहारीको त्यो कान्छी आयो त तिमीलाई मेरो बुहारीको त्यो माइली थियो यो कान्छी आयो। हुन्छ यसो अलि छिराइदिनु न। हातै ढोक्न लाउँछु म सधैँ लाउँछु यस्तो ज्ञानी छोरा हुनु बिस्नै नभए यसै गरी गराइदिउँ नि हुन्छ नभए त्यही पार्टी प्यालेसमा लुगा हुन्छ। तिमीले चिनाउनु पर्यो मेरो फलानी दिदी तिमीले यस्तो भन्नुपर्छ भनेर। अब उसलाई त के थाहा हुन्छ होइन। अलिखेर पार्टी प्यालेसमा ढुक्दाखेरि पनि काकाले ढोक्नु भने तिम्रो काका ससुरा नमस्कार गर भन्ने, काकीले ढोक्नु भने तिम्रो काकी सासू नमस्कार गर भन्ने। ढोक्नुपर्छ दिदीलाई पर्छ त्यति हुँदैन। पर्दैन क्या आज ढोक त्यहाँ आज ढोक्नु आउनु भोलिपर्सि यसो गर्नु। तिमी सबैभन्दा ठुलो दिदी हो भाइले ढोक्छ ल आशीर्वाद देऊ भाइलाई ल ठुलो मान्छे बन्नु सुख होस् राम्रो होस् ल त्यो पैसा अलि यता टाढा त खुट्टा जोड्नुहुन्छ हो। खुट्टा जोड्नु त दि भाग्यमानी होस् सधैँ बसी राम्रो होस् होइन त्यो चाहिँ भन्नु पाएन। अब आजबाट दिदी नै भन खुट्टा चाहिँ नढोकाउनु। हातै यसरी हात मात्रै ढोक्नु। किन्ने त किन्ने माइछु भन्ने भनेर मैले अस्ति भनिसकेको छु। दिदी चाहिँ भन दिदी भन्नुपर्छ अब चाहिँ माइजू चाहिँ दुईचोटि तै ढोक मलाई दिदीलाई पैसा देऊ मान्छे तिमीले त नयाँ बुहारीलाई मात्रै दिदीले दिने हो के दिने नास्ता के छ अलिकति केही खाएर निस्किनु। यता दिदी यता दिनु दिएको ल दिन 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 घराइसी कुरा ल तिमीलाई आजदेखि ल यता हेरेर दिनु है यता यता हेरिदिनु ल आएकै दिनमा हेर त कति भाग्यमानी। चाँदी कोषमा हालेर दिएको छु ल अब सिउरेर चाँदीमा सिउरिने यहाँ राख्ने। बुहारी छिन्द्रिङ छिन्द्रिङ बजाउँदै हिँड्ने तर माथि है लफ्ज ही नहीं इस दुनिया में कर दे जो ये बयां तू क्या है मेरे लिए। मैंने मांगा था रब से बस एक ही सितारा बदले में
सजना मैं तेरा तू मेरी हो गईया ओ सजना मैं तेरा तू मेरी हो गईया हमारी कोयल बैठी कोट ले मैं दीना रंग ले परदेश उड़ी जाए रे सोने कोयल बैठी कोट ले मैं दीना रंग ले परदेश उड़ी जाए रे जानो न जानो तुझे के मानो मारा दिल ना दरियानो छे के नारो तू तारी वाली आवातो मावीते मारी रातो मारा गीतो नो अनहद सहारो छे तू तेरी ओर मैं चलूं तेरे संग मैं रहूं चाहे बदले ये दुनिया बदले जमाना साथ ये निभाना ओ सजना मैं तेरा तू मेरी हो गईया ओ सजना तू मेरा मैं तेरी हो गई ओ डोली लेके मैं आया सजना मेहंदी के रंग में तेरे रंग जाऊं रे डोली लेके मैं आया सजना मेहंदी के रंग में तेरे रंग जाऊं रे ओरे पिया मैं तो तेरे ਲਈ ਸਾਰਾ ਤਾਂ ਜਗੂ ਜਿੱਥੇ ਜਾਵੇਂ ਤੂੰ ਉੱਥੇ ਜਾਵੇ ਦਿਲ ਦੱਸ ਕੀ ਮੈਂ ਕਰੂੰ जो तू रुस जानिए दिल ये टूट जानिए तेरे संग संग राह सारी कट जानिए मैं ता तेरे नाल रहना मान इन्ना मेरा कहना मेरी अखियों से होना कदी दूर ना तेरे बिन तेरे बिन नहीं लगता दिल मेरा ढोलना तेरे बिन नहीं लगता दिल मेरा ढोलना सब छड़ जाए तू ना मैनू छोड़ना तेरे बिन नहीं लगता दिल मेरा ढोलना तेरे संग संग रह के मैं रंग जाऊं तेरे रंग तेरी नींद से ख्वाब मैं अपना जोड़ लूं
तू साथ ना हो तो 4 कदम ना चल पाऊं, तेरी राह पे राह मैं अपनी मोड़ दूं। ओ जग भूल जाए मुझे तुम नहीं भूलना, तेरे संग जीना मेरा तेरे संग ढलना, सच्ची चाहतों का होता कोई मोल ना। तेरे बिन तेरे बिन तेरे बिन नहीं लगता दिल मेरा ढोलना, कि तेरे बिन नहीं लगता दिल मेरा ढोलना। सब छट जाए तू ना मैनू छोड़ना, कि तेरे बिन नहीं लगता दिल मेरा ढोलना। सलमा से तारों वाली शगना दी शब आए रे, बन्नों से बनने के मिलने की जोरत लाई रे। शहनाई यूं गूंजी सबके आंखें भर आई रे। सलमा से तारों वाली शगना दी शब आए रे, बन्नों से बनने के मिलने की जोरत लाई रे। शहनाई यूं गूंजी सबके आंखें भर आई रे। शहनाई यूं गूंजी सबके आंखें भर आई रे। ओ 16 बरस के 2 कदम चौखट के बाहर क्या गए, तेरी कुड़माई के दिन आ गए। हाय बन्नो परदेसिया के देश के, चौबारे तुझको भा गए, तेरी कुड़माई के दिन आ गए। ले रहा सब लाए तेरी माई बाबुल का घर बार है, हो गेंदा गुलाबों से सजी डोली तेरी तैयार है। झूलों के मौसम वो तेरे हमसे रोके भी रोके ना गए, तेरी कुड़माई के दिन आ गए, नी तेरी कुड़माई के दिन आ गए। सलमा से तारों वाली शगना दी शब आए रे, बन्नों से बनने के मिलने की जोरत लाई रे। फेरि यो यता सानो उता सानो नमस्कार गर्नु, फेरि एकचोटि सानो यता सानो। अब यहाँ देख्नु र यता सम्झिँदै हजुरले यो टिका सम्झिँदै हजुरले पनि त्यो टिका सम्झिँदै लगाइदिनु। ठिक छ, हजुरले पनि सँगै लगाइदिनु न यहाँ। हजुरले ठिक छ, हुन्छ मैले मिलाइहाल्छु।
हजुरहरू यसो साइड लाग्नु यता गोपाल गर्ने न गोपाल त्यही त लु यता आउनु न यहाँ आउनु त हजुर लु हजुरहरू अङ्कमाल गर्नु अङ्कल कम्तीसँग अङ्कमाल गर्नु हो ल यता यता फर्किनु न यहाँ हजुर यता आएर ल अलि अगाडि सक्दैन एकैचोटि नमस्कार भन्नु न गुरु अलिकति उतापट्टि जानु र अब त्यो टिका झिकेर हजुरहरू अङ्कमाल गर्नु हजुरहरू अङ्कमाल गर्नु ल यो सम्झिनेलाई अनि दिने अब त पुछेर दिँदा भाइ पनि किन त्यहाँ गाड दिनु पऱ्यो सबले देख्ने गरेर लगाइदिनु यो पहिला यो समाउनु हजुर पनि लिनु जति लिइहाल्नुहोस् त्यति राख्नु ल अब अङ्गाल मार गोपाल गर्ने त ल
भन्न
पछौरी आदि देऊ बसको कपेरो ख्याल पर्यो मेरो सुनको माया माग्दिन चाँदी देऊ सिरसिरेमा पछौरी आदि देऊ बसको कपेरो ख्याल पर्यो मेरो बसको कपेरो ख्याल पर्यो मेरो खुसी आधा पछ्यौरी आधा बराबरी बाडौँला फेर बाधा बसको कपेरो नमानो अप्ठ्यारो खुसी आधा पछ्यौरी आधा बराबरी बाडौँला फेर बाधा बसको कपेरो नमानो अप्ठ्यारो हे बसको कपेरो नमानो अप्ठ्यारो मनमानेन ज्यासँग नबोल्दा तिमीलाई घरको लायो कि म बोल्दा बसको कपेरो ख्याल पर्यो मेरो मनमानेन ज्यासँग नबोल्दा तिमीलाई झर्को लायो कि म बोल्दा बसको कपेरो ख्याल पर्यो मेरो बसको कपेरो ख्याल पर्यो मेरो भोकलाई भोजन तिर्खामा कोही प्यारो छैन मलाई तिमी झैँ कोही प्यारो बसको कपेरो नमानो अप्ठ्यारो भोकलाई भोजन तिर्खामा कोही प्यारो छैन मलाई तिमी झैँ कोही प्यारो बसको कपेरो नमानो अप्ठ्यारो हे बसको कपेरो नमानो अप्ठ्यारो
चमक चलो Shawty, I'm gonna get ya. You know I'm gonna get ya. You know I'll even let you be my chamak chalo. Yes, I shall not aja nache ke dikhane. I'm ready hone aja mari rani jaane. I'm ready akhiyon se akhiyon milane. I'm ready ready kaane. Wanna be my chamak chalo. 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 तू मेरी चमक चलो तेरे पीछे क्या मैं हीरो कि तू दिल मुझको दे दो कि कभी मैं चमक चलो Sorry, I'm gonna get ya. You know I'm gonna get ya. Maybe I'll even let you be my chamak chamak chalo. Yes, I shall not aja nache ke dikhane. I'm ready hone aja mari rani jaane. I'm ready akhiyon se akhiyon milane. I'm ready kaane. Wanna be my chamak chalo. 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 कमरिया कमरिया करे लगा लॉलीपॉप लागेलू कमरिया करे लगा लॉलीपॉप लागेलू लगावेलू जब लिपस्टिक खिलेला आर्टिस्टिक जिला टॉप लागेलू हो जिला टॉप लागेलू कमरिया 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 करे लगा लॉलीपॉप लागेलू कमरिया करे लगा लॉलीपॉप लागेलू Bye.
आज भोलि दुर्गेश गोविन्द फिल्मतिर पिक्च हेर्दै जाँदा इन्डस्ट्रीमा कोचै पनि 여기는 여자 밤이 오면 심장이 뜨거워지는 여자 그런 말 있는 여자 낮에는 너만 따사로 얹혀 사랑해 커피 식기도 전에 원샷 때리는 선어해 밤이 오면 심장이 터져버리는 선어해 그런 선어해 오빤 강남스타일 강남스타일 오빤 강남스타일 강남스타일 오빤 강남스타일 섹시 레이디 오빤 강남스타일 섹시 레이디 정숙해 보이지만 때로는 त्रिशूली बगेर मर्सान्तीमा झरेछ तिम्रो मायालो मलाई राक्षी झै चढेछ त्रिशूली बगेर मर्सान्तीमा झरेछ तिम्रो मायालो मलाई राक्षी झै
भन्छन् सिकारीको निशानाले छोड्दैन ए भन्छन् चकेवा छ मायालाई छोड्दैन ए भन्छन् सिकारीको निशानाले छोड्दैन ए भन्छन् चकेवा छ मायालाई छोड्दैन बारुले कमर है
तिमीलाई यो दिएको माझमा बानी थियो तिमीले भनेर बोलाउन खोजेको आफ्नै भनेर कमानी थियो तिमीले भनेर बोलाउन खोजेको आफ्नै भनेर बोलाउन खोजेको आफ्नै भनेर मैले
नीचे